हजुरहरु सबैजनालाई मेरो YouTube ब्लगमा स्वागत छ। हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम ठीक छौं। अहिले चाहिँ म रेडी भइओरी साथीहरुसँग घुम्न जाँदै छु। हजुरहरुले भन्नु होला कति साथीहरुसँग मात्र खिचेको भिडियोहरु मात्र राखेको, अरु नयाँ ब्लगहरु पनि राखे हुन्छ नि जस्तो लागेको होला है। हुन त त्यस्तै भइरहेको, यो समर हो नि त। समरमा त खाली वेदर राम्रो हुन्छ अनि घुमिन्छ के। अब विन्टरमा चाहिँ त्यति घुम्न वन त्यति भेटघाट पनि हुँदैन, चिसो हुन्छ, हिउँ हुन्छ। अनि अहिले नै हो समरमा जति घुम्नु घुमिन्छ। त्यही भएर मेरो भिडियोहरु चाहिँ प्राय घुमेको नै आइराखेको छ। मेरो भिडियो के कस्तो लाग्छ सल्लाह सुझाव दिनु होला। हजुरहरुले कमेन्टमा गएर लेख्न सक्नुहुनेछ, मन पर्यो परेन कस्तो लाग्यो है। त्यही अनुसारको म भिडियोहरु बनाउने छु। र अब साथीहरुसँग घुम्न त धेरै रमाइलो हुन्छ नि त, मजा नै अर्कै हुन्छ। आनन्दसँग रिल्याक्ससँग मजाले घुम्ने। आज वेदर पनि राम्रो छ। बिहान चाहिँ पानी देखाएको थियो अनि हामी कन्फ्युज भइरहेको थियौं कि साथीहरु घुम्ने कि नघुम्ने कि। अब पानी पर्ने हो कि फेरि घुम्न त पानी पर्यो भने त्यति मजा आउँदैन नि त। अनि फेरि वेदर हेर 5 बजेदेखि चाहिँ पानी देखाएको छैन के वेदर इन्टरनेटमा। अनि हुन्छ पुरै बेलुकै हो नि त घुम्न ओर्न। त्यो ठाउँमा चाहिँ अझ हामी जाने ठाउँमा चाहिँ बेलुका नै रमाइलो हुन्छ कि। त्यहाँ चाहिँ पुरा म्युजिकहरु हुन्छ, डान्सहरु हुन्छ। अनि त्यहाँ नेपाली बहिनी एकजनाको रेस्टुरेन्ट पनि छ। हामी लास्ट इयर पनि गएका थियौं। र यसपालि चाहिँ उहाँ बहिनी चाहिँ नेपाल जानु भएको छ। अब उहाँ नभए तापनि उहाँले चाहिँ जानु है भन्दै हुनुहुन्थ्यो कि। अनि हामी चाहिँ जाने प्लान चाहिँ थियो। लास्ट इयर जाँदाखेरि अर्को वर्ष नै आउनुपर्छ है, एकदम रमाइलो भयो भन्दै थियौं। अनि त्यही भएर साथीहरुले ल जाउँ न त भनेर हामीहरु चाहिँ कुरा भयो। अनि ल जाने भनेर चाहिँ फिक्स भयो। को आउनुहुन्छ धेरै जस्तोको चाहिँ सबैजना त भेट हुँदैन होला। कोहीको आज फेरि काम आफ्नो विशेष कामहरु हुन्छ नि त। त्यही भएर सबैजना एकैचोटि भेट हुने चान्स चाहिँ अलिक कमै हुन्छ कि। कोहीको कहिले के काम परिराखेको हुन्छ, कोहीको कसैको के। अनि बरु जति जना मिल्छ जति भेटिन्छ त्यति नै घुमौं भनेर भेट्दैछौं, जाँदैछौं। अब घुम्ने, रमाइलो गर्ने, खाने, मस्ती गर्ने त्यही त हो नि हैन। जीवनमा जस्तो जे भए पनि एकदम खुसी हुनुपर्छ के। खुसी हुनु चाहिँ धेरै आवश्यकता छ अहिलेको जीवनका शैली अनुसार। मानिसहरु धेरै एकदम चिन्तित हुन्छन् अनि हामी चाहिँ भेटघाट रमाइलो यही त हो नि हैन। जसरी हुन्छ खुसी हुने हो, खुसी हुन चाहिँ सिक्नुपर्छ। अब निक्ले हामी चाहिँ 4:30 बजे भेट्ने प्रोग्राम छ। मेरो घरबाट सबभन्दा नजिकै हो, मेट्रो नजिकै छ। मेट्रो ट्रुप नयाँमा हो त्यो रेस्टुरेन्ट हामी जान लागेको ठाउँ पनि। साथीहरु त हेर्नु भयो कि अलि टाढै पर्छ। सबभन्दा नजिक चाहिँ मलाई पर्छ। मलाई चाहिँ आधा घण्टा पनि लाग्दैन होला। त्यही भएर म चाहिँ बिस्तारै अलिकति ढिलै हिँड्छु टाइम हेरेर। अब 4:30 बजेतिर हिँड्छु। 4:30 बजे भेट्ने भनेपछि त्यो टाइम एकदम ठिक हुन्छ। म चाहिँ मेट्रोमै जान्छु। हामी चाहिँ मेट्रोभित्रै भेट्ने प्रोग्राम छ। अनि भेट्छौं, रमाइलो गर्छौं है। हजुरहरु पनि मसँगै घुम्न होला मस्को। मेरो बाटो चाहिँ 20 मिनेटमा आइपुग्यो है। 20 मिनेट देखाएको छ। त्यहाँ 20 मिनेटमा आइपुग्यो। साथीहरु कहाँ हुनुहुन्छ, आउँदै हुनुहुन्छ कि। म चाहिँ कुरिरहेको छु। साथीहरु चाहिँ आउँदै हुनुहुन्छ। मेसेज लेखेको हामी आउँदैछौँ भन्दै हुनुहुन्छ। मैले चाहिँ आइपुगेँ है, म त यहाँ कुर्दैछु भनेर भनेको थिएँ। अब आउँदै हुनुहुन्छ होला, टाइम लाग्छ। ठिकै छ, केही छैन। अघिदेखि साथीलाई कुरेर आउँछ भनेर एकजना साथी ढिला हुने भयो र अरू चाहिँ गइसक्नु भएछ। भर्खर फोन आयो आउनु है, हामी त आइपुग्यो भनेर। अब म पनि निक्लेँ। मेट्रोबाट बाहिर निक्ले। मान्छेहरु कति धेरै, वेदर राम्रो छ। यो त मजाले घाम लाग्यो कि। अहिले त कस्तो राम्रो भयो वेदर पनि। मजाले घाम लागेर बिहानतिर चाहिँ पानी परेको थियो कि अलिअलि। अनि वेदर राम्रो छैन, के गर्ने के भइरहेको थियो। अहिले त कस्तो मजाले घाम लागेर यस्तो राम्रो भयो झन्। यो चाहिँ 5 बज्न लाग्यो। 4:30 बजे भेट्ने प्रोग्राम थियो।
अब अलिअलि यताउता त भइहाल्छ नि त्यहाँ कोही ढिलो कोही चाँडो त डेकोरेसन के फ्लावर जहाँबाट आउनुहुन्छ आइपुगेको ठाउँ चाहिँ यही हो अब उहाँहरू कहाँ कहाँ हुनुहुन्छ हेरौँ मात्र भित्र छिर्यो है अब भेराइटीको खानाहरू पाइन्छ कि धेरै कन्ट्रीको खानाहरू पाइन्छ कहाँ हुनुहुन्छ हेर्दैछु है मोमो आयो है तातो तातो मोमो एक बुंद पानी परेन कस्तो भइरहेछ एक समथिंग दो बीमार बोलते हैं क्या बोलते हैं कतिवटा किताब 5वटा साथी पनि लिनु भएको छ पढ्नको लागि अब बोकेर मात्र भएन पढ्नु पनि पर्यो है बुक रहेछ पढौँ अब पढौँ सबै एकवटा लिएर पढिरहेको ये लोग टाइम में तो कुछ किए ही नहीं है और जस्ट पोज के लिए देखो इतना क्यूरियसिटी हो रहा है कि क्या है वो सच नहीं बोलना था बहुत सच नहीं बोल दिए Ваших тщетных молитв копоть и в противотанковых рвах
вы Варшавское гетто, как над ним пузырилась ярость, зарожденная в Бабьем Яре. हजुरहरूले मेरो भिडियो हेरेर मलाई साथ सपोर्ट गरिदिनु भएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। हजुरहरूको दिन चाहिँ एकदम शुभ होस्, राम्रो होस्, सबैको जय होस्। श्री पशुपतिनाथले हजुरहरू सबैजनाको कल्याण गर्नु र मेरो भिडियो चाहिँ हेर्दै गर्नु होला है। थ्याङ्क यू सो मच, बाई।